साथीहरू हजुरहरूलाई पनि कतारको मेट्रोको बारेमा जान्न चाहनुहुन्छ र खोज्दै हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरूको लागि हुनसक्छ। हजुरहरू साथीहरू तपाईँहरू पनि मेट्रोमा हिँड्न चाहनुहुन्छ, यात्रा गर्न चाहनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरूको लागि है त साथीहरू। सामान्यतया हजुरहरू स्क्रिनमा देख्न सक्नुहुन्छ यस्तो मेट्रो स्टेसन चाहिँ यस्तो पाराको हुन्छ है। यो मेट्रोमा हजुरहरू यो मेट्रोमा जानुभयो, कुनै पनि स्टेसनमा झर्नुभयो भने अनि त्यहाँदेखि हजुरहरू भित्र पस्नुहुन्छ, त्यहाँ चाहिँ हजुरहरू त्यहाँबाट सिँढीबाट चाहिँ तल जाने अथवा लिफ्टबाट चाहिँ तल जान सक्नुहुन्छ र तल गएर चाहिँ हजुरहरू देख्न सक्नुहुन्छ साइडमा चाहिँ काउन्टर हुन्छ होइन। काउन्टरमा गएर डाइरेक्ट हजुरहरूले एक दिनको टिकट काट्न सक्नुहुन्छ भने, होइन तपाईँहरूलाई कार्ड नै चाहिएको छ भने हजुरहरू त्यो मसिनमा गएर चाहिँ 10 रियल कार्डको र एक्स्ट्रा 10 रियल त्यसमा चाहिँ लाउनु पर्ने हुन्छ। त्यहाँ त हजुरहरूलाई सिकाउने सेक्युरिटी पनि हुन्छ भने, होइन आफैले गर्ने हो भने त्यो मिसिनको माध्यमद्वारा हजुरहरू कार्ड निकाल्न सक्नुहुन्छ। होइन त्यहाँको सेक्युरिटीलाई सोधेर पनि हजुरहरू त्यो मेट्रोको सुविधा लिन सक्नुहुन्छ। र तपाईँहरू त्यहाँबाट अलिकति अगाडि जानुभयो भने त्यहाँ चाहिँ बार देख्न सक्नुहुन्छ। त्यो बारमा चाहिँ हजुरहरूले कार्ड सो गर्ने अनि कार्ड लगाएर चाहिँ त्यो बार खुल्छ अनि त्यहाँदेखि हजुरहरू भित्र जान सक्नुहुन्छ। र कुनै पनि मेट्रो हजुरहरू त्यो सेक्युरिटीहरूलाई पनि सोध्न सक्नुहुन्छ। होइन भएन हजुरहरूलाई मैले स्क्रिनमा यहाँ म्याप राखिदिएको छु, यो म्यापद्वारा पनि हजुरहरू कुन मेट्रो स्टेसनमा जाने, कुनदेखि कुनमा जाने होइन यो हजुरहरू त्यो सोचेर पनि जान सक्नुहुन्छ है त साथीहरू। हजुरहरूको लागि 10 रियल 20 रियलमा चाहिँ हजुरहरूको कार्ड बन्छ र कार्डमा 10 रियल एक्स्ट्रा लाग्नुपर्छ। जम्मा 20 रियलमा चाहिँ तपाईँको कार्डको काम हुन्छ भने, होइन एक दिनको काट्नुहुन्छ भने हजुरहरूलाई 6 रियल लाग्छ। यो यसरी हजुरहरू कुन स्टेसनमा झर्नुहुन्छ यो स्टेसनमा जान सक्नुहुन्छ र सस्तोमा यात्राहरू गर्न सक्नुहुन्छ। जब कि तपाईँहरू कतारमा हुनुहुन्छ र सस्तो तरिकाले घुम्ने हो भने सजिलो आइडिया भनेको चाहिँ यो मेट्रो नै हो साथीहरू। ट्याक्सीमा जानुभयो भने चाहिँ तपाईँहरूलाई धेरै खर्च लाग्छ है त साथीहरू। त्यो भएको कारणले यो भिडियो चाहिँ हजुरहरूको लागि मेट्रोमा यसरी कार्ड बनाएर हजुरहरू त्यहाँ सेक्युरिटीहरू राखिएको छ र ग्रिन लाइन, गोल्ड लाइन र अनि अर्को रेड लाइन हजुरहरू यसरी जान सक्नुहुन्छ र आफ्नो दिनभरिको खर्चलाई कम गरेर हजुरहरू पनि ठाउँ ठाउँ घुम्न सक्नुहुन्छ है त साथीहरू। हस् त, धन्यवाद।